यो बालीको पूजा हो। यो अथवा बालीको यो अन्न राखेर गरिने पूजा, यो अन्न बालीकै पूजा हो। र यसपालि अब हामीलाई फल दिनु पर्यो, हामीलाई पाल्नु पर्यो, बचाउनु पर्यो। अब मुली लाग्यो, अब हामीले रोप्छौँ छर्छौँ, हामीले रोप्दा छर्दा सबै राम्रो गरिदिन्छ भनेर गर्ने चाहिँ यो हो पूजा। र यो पूजा सकिएको हो र सुरु हो। हामी कहाँ चाहिँ पालो पालो हुन्छ यो बाली पूजा। यस वर्ष यहाँ हाम्रो भयो, यो यस वर्ष अमृतको पालो, अमृतजीको यसपालि अब 3 वर्षपछि आउँछ होइन। अब अर्को 2 वर्ष जिपुले के अरे राईजुले गर्छ, 2 वर्षपछि हाम्रो होइन। आउने तेस्रो वर्षमा हाम्रो हुन्छ होइन त। आगुङ गएंगे तो हाम्रो फेरि एक वर्षको फरकमा आउने रहेछ। र अब यो पालो अब अर्को वर्ष राईचुको हुन्छ र त्यस पछाडि अर्को वर्ष जिपु र अमृतको आउने रहेछ। अब यसलाई अलि अझै व्यवस्थित गर्नु, यसको नैतिकहरू निर्माण गर्नु एकदम जरुरी छ। अब भोलि पर्सि हामी एकै ठाउँ गर्छौँ, फेरि एकै ठाउँ गर्छौँ। भोलि पर्सि मिसाएर सबै एकता हुन्छौँ। सबै हाम्रो सिमी भूमि देवी देउराली एउटै हो, एकै ठाउँ गर्छौँ, एकै ठाउँ छुट्टिन्छौँ। एकै ठाउँ गर्ने हामी यता पूजा भइरहेछ नि, यता त्यो पूजाकै नाच भइरहेको छ। वर्सिपिङ यो चाहिँ स्कल वर्सिपिङ, यो पूजा भइरहेछ, यस्तो भइरहेछ। अब हाम्रो साथीभाइहरू सबैले